तीन अवस्थामा देवी आउँछन्। तीन अवस्थामा छोरी मान्छेलाई ठाउँको ठाउँ देवी आउँछन्। एक, जो मान्छे शुद्ध छ र जो मान्छे भगवानको भक्त हो भने त्यो मान्छेलाई देवी अत्याधिक रुचाएर आउँछन्। एक नम्बरमा जो तपाईँको भगवानको भक्त हो, ऊ कसैको कुरा नसुनिकन देवीको मात्रै भक्त गर्छ भने उसलाई जलको देवी, थलको देवी, आकाश देवी, पताल देवी सबै आउँछन्। अर्को कुरा, देवी कस्तो अवस्थामा आउँछन्, साह्रै अत्याचार भयो, उसलाई सबैले पेले हेपे, घरबाट तिरस्कार, अब मात्ने अवस्था छैन भने देवी भगवती काली उगा चण्डीको रूप लिएर आउनुहुन्छ पम्पदेर। पक, अब म बचाउँछु। देवी के हो देखिस्, सत्य के हो देखिस्, यो सृष्टिमै मेरो आत्मा छ, जगदम्बे अम्बे काली, महिलालाई कमजोर नठान भन्नुहुन्छ। फेरि कमजोर नठान भएर फेरि पितालाई कुट बनाइज नि काम भने सत्यमा आऊ, तिमी सत्य बाटोमा बस। अब मैले के गरेँ, रूप लिएर आएँ, मलाई कसैले चढाइदिएको होइन, कसैले मलाई पठाएको होइन, म आफै आएको। यसमा अत्याचार भयो भनेपछि खाना बस्न तपाईँको श्रीमान, घर परिवार सब र तिरस्कारको अवस्थामा, गरिबी अत्याचार भएको अवस्थामा देवी भगवती काली त्यहाँ अन द स्पोट आउनुहुन्छ। अर्को, हजुरबाउ जिजुबाउ सबैको पालादेखि तपाईँको चाहिँ देवी आइरहेका छन्।